नयाँ ब्लग सुरु भयो। आज चाहिँ हामी दुईजना गोकुल दाइ र म ड्युटी सकेर अब अलबानीतिर घुम्दै सपिङ गर्दै जिङ्गल लाला हुन्छ। आज राति आइन्छ बेलुका चिल गरेर बाहिर अब डिनर सिनर गरेर आउने भन्ने सोच्दै हिँडेको। बबमा जाने बवाल रमाइलो हुन्छ। सिग्रिप गर्ने आउने यसो सिग्रिप चाहिँ तिमीले गर्ने मैले गरिनँ त मेरो ड्राइभिङ गर्ने पाएको नि त। यस्तै छ है जिन्दगी। सिसा पुस्न पनि पुसेन वाइपर चलाउनु न एकबार। ल हामी चाहिँ अब अलबानी छिर्यौँ है। सुरुमा कोल्सतिर जान्छ होला सामानहरू यसो अलिअलि किन्न, अनि त्यस पछाडि यसो कतै घुमिन्छ ओरिन्छ, अनि डिनर हान्नु जाने, एप्स हान्नु जाने एप्स हान्नु जाने। अनि फर्किँदाखेरि चाहिँ हाम्रो किङ्स रिभर हुँदै अहिले त्यस्तै अर्गनाइज पार्टीहरू मात्रै गर्दो रहेछ जस्तो देखेको थिएँ कि। धेरै लामो भएछ नि त यो त इस्टाब्लिस भएको त। अनि त्यो त सबैभन्दा ओल्डेस्ट हो नि त। अनि खै अस्ति पनि हामी जाँदा त्यहाँ लाइभ ब्यान्ड छ नि त त्यस्तै लाइभ ब्यान्डहरू, अनि कसैको अब बर्थडे सर्डे त्यस्तै केही सेलिब्रेसनहरू त्यस्तोहरू त पहिले जस्तो त्यस्तो त सो अफ चाहिँ खतरा चल्छ तर त पनि। ल आइपुग्यो हामी चाहिँ कोल्सको पार्किङमा। अब निस्किनुलाई चाहिँ यहाँबाट ढोका खोलिदिनुपर्छ। पुरै राजाको सवारी हो नि, बसिराख्नुपर्छ। अहिले ढोका खोलिदिने मान्छे आइपुग्नुहुन्छ यहाँ ठ्याक्क। त्यस्तो हाम्रो चाहिँ सर्भिसिङ फुल पाउँछ गाडी, स्पेसल गाडी। ल गाइज हाम्रो चाहिँ अब सपिङ सक्यो। अब घुम्दै घुम्दै जाने हो, भात खाने हो। अनि भरे अब राति कति बेला घर पुगिन्छ। यस्तै छ है जिन्दगी, विदेशीको जिन्दगी अनुभव गर्दैछु म पनि। अनौठो छ जिन्दगी। ल यसो घुमेर हेर्नुहोस् तपाईँहरू पनि। खतराको हान्नुहुन्छ नि गोकुल दाइले ड्राइभिङ त। ए उल्टो उल्टो सुल्टो तिमी जस्तो काँसो त नि मैले नेपालमा बाइक पनि नचलाइ राख्नु मान्छे यहाँ त्यसैको त्यस्तो गयो भने लागि। हेलो पार्किङ गरेर रोक्नु भयो भएन। Yeah, it's more about what kind of mood you're in. Which also brings me to, I guess, made me think about this. How many uses of a towel do you get? You know, your shower towel. Like, how many uses do you get before you wash it? Now, what are your thoughts on this? Right? Since we're getting personal with me, I reckon it's 3 showers per. त्यसले दिन्छ होला जो। Use the same towel, 3 showers, and then after that, chuck it in the dirty washing. I think I wash my jeans more than my towel, because my towel. अलबानी हेरिटेज पार्क रहेको चाहिँ यही मात्रै आएको छ। ल गाइज कन्वे वाक अरे यो चाहिँ एउटा इतिहास भएको ठाउँ हो यो अस्ट्रेलियाको। माई डियरेस्ट लभ अरे यो थिएन नि पहिला हैन। यो ठाउँमा चाहिँ यस्तो इतिहास छ कि यो एउटा टापु जस्तो छ, डाँडा छ। यो डाँडामा अब पहिलो यो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध लड्दाखेरि यहाँको सेनाहरू यहाँबाट बसेर लडेर युद्ध जितेको त के अब युद्ध लडेको भनौँ न, जितेको भन्नु मिल्छ र हजुर। बवाल देखिन्छ है।
ओहो ल यो चाहिँ हाम्रो अलनीको भ्यू पोइन्ट एउटा छ यहाँबाट चाहिँ तपाईँहरूले भ्यू हेर्न सक्नुहुन्छ तर $2 कोइन हाल्ने अनि भ्यू ठुलोको यहाँ छ अहिले चाहिँ इभिनिङ भइसक्यो लगभग 6 बज्यो होला सनसेट हुने भयो दामी छ टाइमिङ चाहिँ यता समुद्र हो भनौँ न जति यता जानुभयो समुद्र मात्र एन्टार्क्टिका भेटिन्छ अरू जमिन भेटिँदैन ऊ त्यहाँ पर सिप छ एउटा दुईटा सिप छ यस्तै छ गेम पनि रहेछ राति सुत्दैन अहिले चाहिँ हामी लिटिल इन्डियन रेस्टुरेन्टमा अर्डर भइसक्यो अब खानु बाँकी छ आउनु बाँकी छ हिरो देखिरहेको अहिले फुड आएपछि देखाउँछु ल गार्लिक नान बासमती राइस मद्रास चिकन समोसा चिकन समोसा नेक्स्ट यहाँ पनि Everything on your That's table. good. Here's spice level is okay for you guys. You want a garlic naan more? Can I have one more garlic naan, please? Thank you. पोर्सन चाहिँ यहाँको ठुलो गार्लिक नानलाई चाहिँ त्यति पोर्सन चाहिँ यहाँको ठुलो क्या त्यहाँ गर्नु राम्रो पर्छ कहाँ त्यहाँ आज यस्तो विकेन्डमा त यहाँ त आधा मान्छेहरू बिजी हुन्छ फुडहरू पनि ल्याउँदा फास्ट वेटर 3-4जना यहाँ बिहान चलाएको छौँ रातमा पस्टाउँछु यो पनि शुभकामना त्यही भएर